च्यानल अनि तपाईँहरू कस्तो हुनुहुन्छ म चाहिँ एकदम सन्चै छु आशा छ तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला सो आज चाहिँ म 24 आवर्सको लागि रेड फुड च्यालेन्ज गर्न लागिरहेको छु च्यालेन्ज भन्दाखेरि पनि रेड फुड मात्रै खानेवाला छु सो बस स्टिल एन्ड अहिले चाहिँ भर्खर बिहान भएको छ म भर्खर नै उठेको छु आजदेखि अहिले बिहानदेखि बेलुकासम्म म रेड खानेकुरा मात्रै खानेछु लगाउने बेला चाहिँ त्यस्तो चाहिँ गर्नेवाला छैन बिकज इट विल बी मोर डिफिकल्ट यति त डिफिकल्ट हुन्छ मलाई सो बस स्टिल एन्ड अहिले चाहिँ 11:15 भइसकेको छ होइन अहिले सबैले खाना खाइसकेन् अघि नै खाएको हो तर मैले चाहिँ रेड फुडमा चाहिँ झेली नगरौँ भनेर खाएको थिएन अनि अहिले चाहिँ 11:15 भएको छ अनि यहाँ चाहिँ मैले भात हुन्छ नि त्यसलाई चाहिँ एकदम रातै बनाएर परेको कि हेयर अलार्मसँग देखाएको छैन बट त्यो एकदम रातै भएको छ किनकि मैले यहाँ स्पाइसी जुन त्यो स्पाइसी सस हुन्छ नि त्यो हालेको छु एन्ड यता चाहिँ अहिले चाउमिन पाक्दैछ मेरो बिहानको खाना अब 11:30 बजे होला जस्तो छ सो बिहानको खाना भयो होइन 11:30 बजिसक्यो भर्खर बिहान यो दुइटा चाहिँ लप्सी कच्चा रहेछ त्यही भएर मलाई मनपर्छ अनि हालेँ अनि यो चाहिँ भुटेको भात त्यही के अरे त्यो स्पाइसी अचार थियो अनि त्योसँगै भुटे थियो यो रातो भएको छ अलिकति बट त्यति साह्रो रातो चाहिँ भएन एन्ड दिस इज यो चाहिँ बिरुचाउचो हो इट इज गोइङ टु बी सो स्पाइसी सो लेट मी इन्जोय मैले चाहिँ यो पहिला चपस्टिकले खाना ट्राई गरेको थिएँ बट चपस्टिकले मैले सकेन त्यही भएर मैले चाहिँ काँडा चम्चाले नै अहिले यहाँ चपस्टिकले खाना ट्राई गर्यो भने सबैजना हाँस्छ ल मैले सक्दैन के त्यही भएर अर्को झोल पनि हाल्छ त्यही भएर यसको त्यति रङ देखेको छैन त्यो भात पनि चटपटे मैले सबै खाइसक्नु सो म मेरो बहिनीहरूलाई राखिदिन्छु आइ एम नट गोइङ टु इट दिस अब हाँसुन वाला है म चाहिँ यो भिडियोमा एकछिन अलिकति मात्रै देखाउनेछु धेरै जस्तो चाहिँ म बहिनीहरूसँग खानेछु सो नेभर माइन्ड सो फेरि हामी खाजाको रूपमा चाहिँ हेल्दी न्युट्री चिया खान लागेको छौँ अनि तपाईँहरू चाहिँ लाइक होला कि चिया ब्ल्याक हुन्छ ब्ल्याक टी हो भनेर तर मैले चाहिँ देखेँ भने यो रेड हाम्रो चाहिँ धेरै जस्तो रेड र ब्ल्याक मतलब छुट्याउनु सक्दैन कि कुन हो अरे अनि मलाई चाहिँ रेड जस्तै लाग्छ रेड त्यति साह्रो रेड नै हुँदैन फिक्का फिक्का जस्तै ब्ल्याक र रेड अलिअलि मिक्स जस्तै हुन्छ त्यही भएर म चाहिँ त्यसरी नै गर्छु सो त्यही भएर खायो फेरि मैले खाएको थियो एउटा पनि खायो अब बेलुका चाहिँ के खान्छ हेर्नु तर आज मैले एकदम धेरै खाइसकेँ बेलुकासम्म नखान पनि सक्छु यो रेडमा पाइनँ भने बेलुकामा खान सक्छु नखान सक्छु त्यसमा पेटी सो अहिले चाहिँ 9 बजेको छ हेर्न सक्नुहुन्छ अनि मैले चाहिँ अघि नै खाएन बेलुकाको
लिएर चाहिँ भनेको चाहिँ अनि अहिलेसम्म मैले त्यस्तो पकाएको देखाएको थिएन नि त अनि त्यही भएर चाहिँ मलाई थाहा थिएन अनि दाल चाहिँ रातै हुन्छ भन्ने ठानेको तर कस्तो त्यो ग्रिन ग्रिन टाइपकै हुन्छ रहेछ अनि मलाई चाहिँ भोक ल्याएर चाहिँ अनि मैले खाइदिएँ सो मैले आजको यो च्यालेन्ज चाहिँ पुरै कम्प्लिट गरिनँ आइ एम सरी फर द्याट किन रेडको त्यति साह्रो केही पनि हुँदैन त्यति हेरेर मैले त बेलुका खानै खाइदिएँ सो आइ एम सो सरी मैले च्यालेन्ज कम्प्लिट गर्न सकिनँ तर त्यसमा मैले अलिअलि पैसा खर्च गरेछु त्यो भएर यो भिडियो चाहिँ म हाल्छु आई होप आई विल डु दिस च्यालेन्ज अगेन एन्ड आई विल कम्प्लिट द्याट टाइम इन द्याट टाइम सो अहिले चाहिँ मैले कम्प्लिट गर्न सकिनँ सो आजको भिडियोमा यति नै अब मैले लास्टमा आएर कम्प्लिट गर्नै सकिने च्यालेन्जलाई रेडवाला खानेकुरा मात्रै खाने च्यालेन्जलाई किनकि त्यही भएर सो यो च्यालेन्ज चाहिँ मैले कम्प्लिट गर्न सकिनँ अब तपाईँहरू भिडियोहरू हेर्दै गर्नु होला बाई बाई किप सपोर्टिङ आजको भिडियो यही हुन्छ सो